हेर्नुहोस् साथीहरू, हाम्रो अप्पर लाप्चेको पुल हेर्नुहोस्। यहाँ हाम्रो मिसिन चलिरहेछ पारिपट्टि हेर्नुहोस्। यस्तो छ हो साथीहरू पुल हेर्नुहोस्। हाम्रो ड्याम साइट हो, ड्याम साइट। यहाँ ट्रान्समिटर राखिरहेछ, पानी बगिरहेछ। हेर्नुहोस् यस्तो ठाउँ छ, दामी 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 ठाउँ छ है साथीहरू, घुम्नलाई। हेर्नुहोस् हेर्नुहोस् यहाँ कस्तो छ बाटो, हेर्नु रोड यस्तो छ। यहाँ पानी बग्या बगै छ। हेर्नुहोस् साथीहरू, हाम्रो यो चाहिँ हाम्रो हाइड्रो पावरको चाहिँ ड्याम साइट हो। हाम्रो ड्याम साइट चाहिँ यही हो, यहाँको चाहिँ ड्याम साइट। ल साथी, ड्याम साइट हाम्रो यहाँको ड्याम साइट चाहिँ यही हो। यो चाहिँ हेर्नु होला हजुरहरूले, ध्यान दिनु होला, हेर्नु होला। ड्याम साइटको अवस्था यस्तो छ। यहाँ चाहिँ पुरा पानी जमाएर चाहिँ ड्याम बन्छ। यो ठुलो एरियामा ड्याम बन्छ। अहिले चाहिँ यहीँ सब बन्दैछ। हेर्नुहोस् हाम्रो यहाँ चाहिँ ड्याम साइट हो, पानी यसरी बगिरहेको छ। दुगट ग्रुपको चाहिँ यो ड्याम साइट हो। दुगट ग्रुपको हाम्रो यो ड्याम साइट चाहिँ बनिरहेछ साथीहरू। हेर्नुहोस् पानी यस्तै आउँछ यहाँ। यहाँ चाहिँ ड्याम साइट हो, पानी पुरै यहाँ चाहिँ बन्द गरेर ड्याम बनाउँछ। यहाँबाट चाहिँ हेर्नुहोस् है साथीहरू, यस्तो छ अवस्था। हेर्नु होला ड्याम साइट दुगटको चाहिँ दुगर हाइड्रो पावरको ड्याम साइट। यो चाहिँ यस्तो छु साथीहरू, हेर्नुहोस् यत्रो ठुलो ड्याम साइट हुन्छ यहाँ, धेरै ठुलो ड्याम हुन्छ यहाँ साथीहरू। हेर्नुहोस् कस्तो छ ठाउँ, हेर्नुहोस् लास्टै रमाइलो छ नि यो ठाउँ। हेर्नुहोस् कस्तो दामी छ। दुगटको हाइड्रो पावरको यो ड्याम साइट यही हो। हेर्नु होला, यहाँ चाहिँ पुरै ड्याम बन्छ। अब पुरै ड्याम हो यो, कसर यस्तो अवस्था छ साथीहरू। हेर्नु होला, चिसो छैन यो ठाउँ। अब हिउँ पर्छ, जाडो महिनामा हिउँ यति कस्तो ठुलो हिउँ पर्छ साथीहरू। हेर्नु होला।